छौँ हामी उठिसकेका छौँ हामी पनि उडिसकेका छौँ तर कता नि के खान्छ नि यार यस्तो छ है यहाँको ठाउँ गाइज देख्न सक्नुहुन्छ नाङ्गु डाँडाको ठाउँ चाहिँ यस्तो खालको देख्न सक्नुहुन्छ हेलो एभ्रिवान के छ तपाईँ हाल खबर सन्चै नजाउ होइन हामी पनि एकदम ठिकठाक छु यता हुनुहुन्छ मेरो जिग्री र आज चाहिँ हामी यो ठाउँमा यो नाङ्गु डाँडातिर आएको छु है चन्द्रगिरीको नाङ्गु डाँडा जहाँ कि यो कहाँ भन्छ नागढुङ्गाबाट माथि इन्द्रथानको अलिकति तल इन्द्रथान भन्दाखेरि कन्फ्युज हुनु होला फेरि इन्द्रथान भनेपछि कालोपाण्डे डाँडा भन्छ होइन कालोपाण्डेको डाँडाको अलिकति तल यो ठाउँमा आएको छु र यहाँको दृश्यहरू चाहिँ यस्तै छ गाइज यहाँ देख्न सक्नुहुन्छ र यता हाम्रो ह्यान्ची बोय यहाँ ह्यान्ची गर्ल्स सुटिङ भइरहेको छ यस्तो छ उता कता कता र हामी चाहिँ यता छ है गाइज यहाँ चाहिँ हाम्रो आले सर हुनुहुन्छ है चिया पसल यता पनि चिया पसल यहाँ चाहिँ हाम्रो आले सर के यार हाम्रो सर ह्यान्ची रहेछ यार पुरै एकदम क्युट र होइन होला कामी खासै ब्युटिफुल रहेछ त्यो चाहिँ के हो त्यो चाहिँ के हो नि त्यो चाहिँ के हो नि तल त त्यो जङ्गलको बस्ने ठाउँ त्यहाँ बाटो छ भने बाटो रहेछ त लु यो तल बाटो यहाँ तल बाटो यो सिधै नागढुङ्गा जाने होला यो बाटो हेर्नुहोस् है यस्तो छ यहाँ चाहिँ उहाँ पर निस्किन्छ क्या यहाँको ठाउँ यस्तो छ प्रायः जस्तो यहाँ कपालै आउने गर्छन् गाइज हाम्रो त कपाल छैन कपाल चाहिँ छ हाम्रो नलडौँ है कता लखर हिँडिरहेको छ एक्लै बिचरा कोही छैन क्या अरे लखर हिँडिरहेको छ हामी त सिङ्गलै मर्ने भयो खत्तम भयो त त्यसो भए त हामी दुईजना चाहिँ आज यहाँ के ठाउँ रे ठाउँको नाम के हो नाङ्गो डाँडो भन्छ नाङ्गो डाँडा ठाउँको नाम पनि नाङ्गो डाँडा हेर्नुहोस् है गाइज पुरै नाङ्गै छ त नाङ्गो ल यस्तो छ हेर्नुहोस् गाइज हामी चाहिँ यहाँ पहिलोचोटि आउँदैछु होइन यो ठाउँमा चाहिँ 2-3 चोटि भइसक्यो 4-5 चोटि भयो 4-5 चोटि के गर्नुहुन्छ गर्लफ्रेन्ड लिएर आयो क्या के लिएर आएको नि दाइसँग पनि 4-5 चोटि आउँछ भने यस्तो हेर्नुहोस् यहाँ चाहिँ यस्तो खराको यता चाहिँ हाम्रो चिनेको बहिनी हुन्छ यता यहाँनिर छिमेकी बहिनी हो हाम्रो छिमेकी टोलको यो रातो लुगा लगाएको है यस्तो छ गाइज एकदम यहाँको ठाउँ आउनु होला है त ठाउँमा उताको भ्यू देखाउन त यसलाई क्यामेरा हैन यस्तै यतै उतै यस्तो छ यहाँ पुरै यस्तो खालको छ यहाँ ठाउँ रमाइलो छ एकदम हामी चाहिँ यहाँ यसो टुक्रा जस्तो गरेर बसिरहेको छु गाइज हेर्नुहोस् एटिएम पनि फेरि एटिएम बोट सबै यताबाट दिएको हुन्छ यता चाहिँ देख्न सक्नुहुन्छ यहाँ सुटिङ गर्ने साथीहरू पनि आउनु भएको छ सायद यो चाहिँ टिकटक स्टारको हो कि या के को हो मोडल गर्ल्स क्यामराम्यान सबै हुनुहुन्छ यो चौरी घाम त के हो यार पुरा के लागे जस्तो यो ग्राउन्ड लागे जस्तो देखिरहेको छ यस्तो छ गाइज यहाँको ठाउँ के हो काम भइरहेछ क्या त्यहाँ यताबाट चाहिँ काठमाडौँ सहर
अनि यता माथि चाहिँ चन्द्रगिरी है यो चन्द्रगिरी डाँडा हामी चाहिँ ट्याङ्कबाट जान्छ रिसोर्ट यहाँ देख्नु भयो होला रिसोर्ट पनि ओ यहाँनिर छ रिसोर्ट जुन टुप्पा चाहिँ यो चन्द्रगिरीको हिल्स है होइन नेटो चलाएको दाइ बनाउनु ओ यो वन त क्या दामी देखेर यो बनाउनु क्या यहाँ हुनुहुन्छ हाम्रो चाहिँ छिमेकी बहिनी बोयफ्रेन्डसँग डेटिङ आएर छ यतातिर त्यस्तै त बोकेर अझै भने हामी यहाँको यात्रा चाहिँ लगभग समाप्त गर्न थालिसकेका छौँ हामी उठिसकेका हामी पनि उठिसकेका छौँ तर हामी यतातिर जानेछौँ होइन गाइज कता के खान्छ यार यस्तो छ है यहाँ चाहिँ ठाउँ यस्तो छ गोपाल छ एकदम ओइ 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 धन्नले यार छिटो यता पछाडि यो चन्द्रगिरी नगरपालिका यस्तो छ है यहाँको ठाउँ गाइज देख्न सक्नुहुन्छ नाङ्गु डाँडाको ठाउँ चाहिँ यस्तो खालको देख्न सक्नुहुन्छ सनराइज कहाँ ए मैले त अर्कै होला भन्दा त हेर्नुहोस् है यस्तो छ है के खान्छ नि हो चिया चिया पाउँदैन यार यार के खाने बियर खानु न यार होइन के के चिसो चिसो चिया खाउँ चिया ओके चिसोमा चिया खाने हो भने तातो चिया ल हामी चाहिँ अब चिया खाने हामी अहिले पछि भेटौँला होइन ट्याङ्क बन्द ल गाइज अब हामी चाहिँ फर्केको रात पनि पर्न थाल्यो अब हामी चाहिँ फर्किने क्रममा रहेको छु गाइज यहाँ चाहिँ हाम्रो अगाडिपट्टि पार्टनर यता हुनुहुन्छ बाई बाई अब अर्को नयाँ भ्लग आउँछ होइन अब कुनै बेला आउँला नयाँ भ्लग चाहिँ अब अहिलेको लागि चाहिँ यति नै हस् त बाई बाई ओ कता यतै हो यतै यतै के हो यार यसो त खतरा रहेछ उयो त कता गएर यहीँसम्म होइन अघि 5 बजी छुट्टी गरेर आएको ल फर्किँदा ल ल यहाँलाई यो भिडियो कस्तो लाग्यो मन परेमा लाइक कमेन्ट र सब्सक्राइब गर्नु चाहिँ नबिर्सिनु होला है त हस् त गाइज आजको लागि यति नै हामी भेट्छौँ अर्को भिडियोमा। बाई बाई